हेलो। अमेरिकामा चाहिँ आफ्नै गाडी हुनु चाहिँ एकदमै जरुरी छ। अमेरिकामा चाहिँ घरै पछि हाम्रो नेपालमा जस्तो नजिक नजिक स्टोरहरू हुँदैन होइन, सपिङ सेन्टरहरू हुँदैन। अनि तपाईँलाई चाहिँ अनि कलेज युनिभर्सिटीहरू पनि नजिक नजिक हुँदैन। त्यसले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ आफ्नो गाडी चाहिँ लिनु एकदमै इम्पोर्टेन्ट हुन्छ अमेरिकामा। अनि अमेरिकाको यदि तपाईँ चाहिँ यो बिग सिटीहरू जस्तै सिकागो होइन, न्युयोर्क जस्तो सिटीमा हुनुहुन्छ भने चाहिँ त्यहाँ पब्लिक ट्रान्सपोर्टहरू हुन्छ। त्यसले गर्दाखेरि तपाईँले चाहिँ आफ्नै गाडी नै किन्नुपर्छ भन्ने हुँदैन, ट्रेन बसहरू चढेर हिँड्न सक्नुहुन्छ। तर जस्तै अरू यति 50वटा राज्य छ होइन, बाँकी अरू सानो सानो सहरहरू अथवा ठुलै सिटी भए पनि तपाईँको चाहिँ पब्लिक ट्रान्सपोर्ट चाहिँ त्यति छिटो र त्यति धेरै अभाइलेबल हुँदैन यहाँ। र सुपर मार्केटहरू, तपाईँको सपिङ सेन्टर भयो होइन, पार्कहरू भयो, घुम्न जाने ठाउँहरू, जति पनि एट्र्याक्सनको एरियाजहरू छ त्यो ठाउँसम्म पुग्नको लागि र तपाईँको डेली एक्टिभिटिज गर्नकै लागि पनि तपाईँले चाहिँ हिँडेर सक्नु हुँदैन। एकदमै माइल्स टाढा चाहिँ हुन्छ यहाँको त्यो स्टोरहरू सेन्टरहरू, जसले गर्दाखेरि चाहिँ तपाईँलाई आफ्नै गाडी हुनु चाहिँ एकदमै जरुरी छ। हुन त यहाँ तपाईँले उबरको फेसिलिटी पाउनुहुन्छ, उबर गऱ्यो भने उबर तुरुन्तै आउँछ, तर एकदमै कस्टली पर्न जान्छ। त्योभन्दा त आफूले नै कार लिएर आफूले ग्यास मात्रै हाल्ने हो होइन, अनि त्यस पछाडि आफूले हल्का मेन्टेन गर्नुपर्छ, त्यति भए पुग्छ।